हेलो गाइज वेलकम टु माई हिमानिज च्यानल। सबैजनाले लाइक सेयर एन्ड सब्सक्राइब गर्नु होला। आजको दिन चाहिँ स्पेसल तिहार भएको भएर हामीले चाहिँ स्पेसल तिहारको चाहिँ भाइ बहिनीहरू बिचमा चाहिँ तिहारको लागि चाहिँ बनाउँदैछौँ होइन भिडियो। सो मेरो भाइ चाहिँ सानो भाइ चाहिँ हामी 3 बहिनीले चाहिँ भाइलाई टिका लगाइदिन्छौँ होइन। टिका लगाउने क्रममा मेरो भाइ चाहिँ एकदमै समात्नु परिरहेको छ। मम्मीले भाइलाई समातिराख्नु भएको छ हेर्नु गाइज। किनभने भाइ हल्लिन्छ, पहिलाचोटि पनि भाइलाई यस्तै नै भयो। राम्रोसँग लगाउँदै फेरि भाइ चाहिँ मान्दैन के। हेर्नु न के लामो लाग्थ्यो होला यस्तो। यतिको चाहिँ मेरो भाइलाई औषधि खुवाउँदा पनि सायद मनाउनु पर्दैन होला। यसरी चाहिँ अहिलेचोटि चाहिँ मनाउनु परिरहेको छ। हात छोड्ने बेला भएकै छैन हो। कति राम्रो टिका लाग्दैछ। त्यस्तो भन्दा गोलो लगाइदियो आनन्द हुन्छ। अर्कोमा लगाइदिन्छु ल, अर्को नेक्स्ट कलरमा। ल अर्को कलरमा लगाइदिन्छु। ल ल सब्दु पनि आऊ आऊ थप्दै है। तिमीले पनि लगाइदियो अब। खै 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 तर त मात्रै हेर त। ओ गड कान्छाला सानो साउकोमा लगाइदियो है भाइलाई। मामालाई लगाइदिनुपर्छ यो ल यो हनी सिंह मैले पनि लगाइदिएँ ल। यही नै कान्छा यो गर न, यो ढोक्कछु हातमा। मलाई पनि ढोकर ढोकर न पहिला। ल खुट्टामा ढोक्नु पर्छ मलाई त। म यसरी मान्दिनँ। ल के राखौ अब अर्को पनि खुवाइदिन्छु। ल ढोकर एकदम मुखमा थोरै हाल्यो क्या। एकदम थोरै चाहिँ धेरै तिम्रो तर्फबाट या मेरो तर्फबाट खाऊ न खाऊ। ल उठ चन्द छिटो गर। ओके हाम्रो चाहिँ सक्यो। भइगयो चन्द। सतुलाई लका भाइले पूजा गर्छ छिटो। ओम नमः पूजा गर्छ है। ल अक्क लेखेर हेर है। राम्रोसँग बोल। बस्दै ठाउँमा त राख्दिनु। ल है दुर्गा माता बनी माता। ल है माता अर्को मातालाई लगाइदिनु ल। ल दर्शन मातालाई माता ल ल ल चन्द्र माता आइज अब। हिमानीको पालो आयो कि चन्द्र माता हो र। म काटौँ तिमी आफै गर्न सक्छौ। ल गर नि त। ल मलाई पनि लगाइदियो सानो टिका अब। ल ल टिका यहाँ छ। ल एउटा एउटा गर ल। औँलाले छोप्ने के औँला लगाइदियो र मैले औँला लास्थे। मैले कस्तै औँला लगाइदिएँ थिएँ। ट्याक्क 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 लगाइदिएँ। ल लगाइदिएँ मैले है ल। गुड कान्छी। दुर्गा सलाइको काटी ल्याएको मामाहरूलाई राम्रो टिका लगाइदिनु पर्ने। निधारताले है। अर्को पनि अर्को ल ल ल ल भयो भयो अब लगाइदियो गाइज। मेरो भाइले मलाई टिका कस्तो तरिकाले लगाइदियो हेर्नु त। यस्तो लगाइदिने हो दिदीलाई दर्शन गर्न आउनु जी। आऊ सत्तु पनि आऊ। सत्तु पनि आऊ। सत्तुलाई टिका लगाइदेऊ। ए 52 बाइससँग टिका लगाए मगा। ए फकाएको तँलाई केरा दिन्छु रे। मलाई खै त त्यो। ए मलाई केरा दिएको। ल ल मेरो कान्छाले मलाई केरा दिएको छ ल। मलाई खै त बाबु। पहिला टिका लगाइदेऊ, पहिला टिका लगाइदेऊ सत्तुलाई। साथीलाई टिका लाउनु पर्यो त। ल यहाँ छ त यहाँ। यो हराइदिनु कि हल्का यिनीहरूले पोलिन्छन् के अरे। तैँले दुईवटा जस्तो पानी भात अलिकति पिठो हाल्नु। एउटा लगाइदिनु। अगाडि छ अलि अगाडि छ सत्तु। डराइछु क्या दियो देखेर। ल हेर्दा आउँछ त डगले ये टिका लाग्यो। भयो 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 एकैछिन
मिसाउने नि क्या अहिले मामाहरूले पनि लानुपर्छ त टिका राम्रो लाग्यो अब सधुलाई दर्शन गर कपडा ल सधु औला पस्नु त बा कान्छाको सधु हात यस्तो गर ल दर्शन 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 औला पस्नु कान्छाको खै हात पद्दिम तिम्रो ल उठ तिमी भागा ल अब हाम्रो पालो भ्यायो अब मम्मीको पालो यता बस्छ कान्छा होइन म मामालाई लगाउँछु कि तिमी उठ न पहिला के खै यही छ होइन मामालाई तिमीलाई मैले लाउने अगरबत्ती बाल्छ पहिला अगरबत्ती दुर्गा उठ न हाम्रो चाहिँ भ्यायो अब मम्मीहरूको चाहिँ पालो छ तर मेरो भाइले चाहिँ मलाई खतरा तरिकाले टिका लगाइदिएको छ गाई के हल्का नाइ त्यसो अलिअलि चारो हालिदिनुपर्छ नि त हेरौँ गाइस अब चाहिँ मेरो मम्मीहरूको पालो आइरहेको छ मम्मीहरूले चाहिँ टिका लाउँदै हुनुहुन्छ हर्रा ल्याउला हर्रा पनि भएन कस्तो जिन्दगी भयो समय तेल दुइटै भाइहरू मलाई आँटेको सोचेको पुरा होस् मैले सलाइको घाँटी हेलो गाइस अघिसम्म चाहिँ मैले झुम्का लगाएको थिएन होइन बिर्सेको थिएँ बिर्सिँदा हुँदा पनि अघि त्यस्तै त्यस्तै भयो हतारको बेला होइन अब चाहिँ लगाएर आएको झुम्का कान्छी माथि हेर त Happy Tihar all of you.